मर्निङ गाइस, धेरै दिन बाद फेरि पनि तपाईँहरूको माझमा भ्लगमा आएको छु होइन। आज चाहिँ धेरै दिन आज त गर्नु मन लाग्यो होइन। हेर्नुहोस् न, म चाहिँ डेलिभरमा निस्केको छु, कस्टमर पर्खिरहेको छु। सामान चाहिँ त्यही एउटा कस्टमर चाहिँ धारामा छ भन्दैछ होइन। यो सादा दि अन्त म चाहिँ एकछिन बसेको हो। अन्त यसो गर्नु मन लाग्यो आज चाहिँ होइन। आउँदैछ अरे हो। अन्त तपाईँहरूको ठिकै हुनुहुन्छ होला हौ, तपाईँहरू ठिकै हुनुहुन्छ होला होइन। कस्तो हुनुहुन्छ, हालखबर कस्तो छ र तपाईँहरू ठिकै हुनुहुन्छ है। म चाहिँ हाम्रो योबाट आउनु हुँदैछ मेरो कस्टमर धारामा हुनुहुँदो रहेछ। यहाँ माथि रिनादीको घर यता मेरो एकजनाको एकछिनबाट डेलिभर गरेर गएको छ। गाइस हेर्नुहोस् न, डेलिभरको लागि अघि पनि तपाईँहरूलाई देखाएको थिएँ होइन। म चाहिँ यहाँ रिपोजिसन थिएँ होइन, रिपोजिसन बिजोक भयो के भन्नुहोस् न। टायर छापछुप बस्दै हो। अघि राम्रै थियो, मैले बिहान पनि चेक गरेर आएको। टायर चाहिँ तपाईँको उयोबाट निस्किदियो, रिङबाट बाहिर निस्किदियो हो। त्यो भएको कारणले गर्दा खोलेर अब तल बनाउनु जानु पर्दछ। कसैलाई बोलाउँछु साथीभाइलाई, त बनाएर चाहिँ सामान यहीँ छ यस्तो कन्डिसनमा बसिरहेको। हरेस भयो टायर निस्केर एक्लै छु, बनाएर ओरेर जान्छु ल। हेर्नुहोस् न, मैले साथीलाई पठाइरहेको छु, अहिलेसम्म आएको छैन। रिप्रेजेन्टेटिभ गति हेर्नु न, स्टार खोल्दा ओल्दा लुगा यस्तो गति भयो हो। अन्त गति चाहिँ यतिसम्म भयो, के रहेछ खोलेर हेरेको त तपाईँहरूलाई देखाउँछु ल। यहाँ खोलेको त ब्रेक पनि यसो उयो भएको रहेछ हो, खिया परिसकेको छ, गइसकेको रहेछ। त यसो लात्ता भयो भने साइन पेपरमा आएर चाहिँ टलक्कै बनाइदिइरहेको छु, फोन खाल गरेर बनाएँ हो। टायर चाहिँ यहाँ छ, टायरमा चाहिँ यो पसेछ यहाँ न। देख्नुभयो काँटी, यत्रोबाट काँटी पसेछ। म चाहिँ बिजोक साथी पनि आइपुग्यो, भाइ पनि साथी भनेको होस्, भाइ आइपुग्यो, भाइ आयो, भाइ आयो अब हिरो आइपुग्यो यहाँ र न। के छ मेरो ब्लगमा भन्नु? के भन्नु छैन, कहाँबाट कहाँ मान्छेहरूले पैसा त कमाएको देख्छ, दुःख कस्तो हुन्छ लु भन्दै। त्यो त हो नि, अघिदेखिको बचिरहेको छ बिचरा दाजु, सामान पनि पुरेको छैन हो। के कस्तो हुन्छ उहाँ र काँटी कत्रो परेछ यहाँ र नि, यहाँ ए बाटो त त्यस्तै छ नि त यहाँ फेरि, बाटो राम्रो सबै छ धन्न हो। धन्न हामी चाहिँ अब यत्रोको चाहिँ मेकेनिक भइसकेको छौँ हो। अब यो एउटा काँटी निकालेको हो हाम्रो यहाँ मुनि 70 रुपियाँ, कोही कोही हेरी छ। अब 50 रुपियाँ 70 रुपियाँ छ हो। अब यहाँ हामी चित्रेमा छौँ, कति लिन्छ लिँदैन, तर पनि अब जब आफ्नो हातमा कला छ, अब इमर्जेन्सी किट लिएर त हिँड्नै पऱ्यो हो। सक्यो अब काँटी निकालिदिँदैछ हाम्रो दाजुले हो। ठुलै अर्को प्लायर पनि दिनु, काँटी होइन रहेछ नि हौ, के छ ढुङ्गा के पसेको रहेछ। भिडियो गर या ढुङ्गा रहेछ, बोतल त्यो ढुङ्गा सिसा हेर हेर गाइस, काँटी पनि होइन रहेछ, सिसा पसेको रहेछ। यहाँ चाहिँ किन गाडी भेट्यो अल्नु भन्नु? अन्त अच्छा वो है ना सेन्टर, अच्छा अपना वो है ना टुरिस्ट स्पॉट। निस्किनु नमानेको यत्रो खोदालिसक्यो, कतिले बसेको रहेछ नि हौ। हेर मुस्किल पर्यो निकाल्नु, अम्बो निस्केन नि हौ। एकछिन त यसले निस्केन कि यसले निकालौँ ल। यहाँ र अम्बो त कताको हो यो गाइस हेर्नुहोस्, यत्रो पसेको थियो रहेछ हो बोतल। अब यत्रो भित्रसम्म गएको रहेछ, हावा किन नजाओस् है।
सिया यत्रो बसेको रहेछ यहाँ यत्रो दुलो पारिदिइरहेछ अब डानु म किन बिहान राम्रै थियो नि त उयो माथि पसेको होला चेन्ज गरेर आएको बुझ्यौ बिहान म तैँले चाहिँ हुन्छ भनेर कुरो छ र म चाहिँ यसरी हिँड्छु गाइस हो अप टु डेट सब कुरो छ होइन किन बाहिर बनाउनु भनेर अब काम लाग्ने चिजै हो नि त अन्त गाइस म चाहिँ सब कुरो काम गर्छु मेकेनिकदेखि लिएर अन्त हतियार छ भने चाहिँ काम सिक्नु के जस्तो पनि लाग्दैन तपाईँहरूले सिक्नु भएको छ चाहिँ यसरी सजिलो पर्छ भोलिको दिनमा काम होइन यहाँ जेल पनि छ जेल पनि कहाँ ल्याउँ ला जेल चाहिँ बिर्सेछु ल्याउनु जेल बिनै किन्छ अब चढ्छ जाने मान्दैन त हो त्यो गरिसकेपछि भइगयो त गाइस बनिगयो त होइन के दुःख खोज्नु यतिको बनिसकेपछि यतिमा बच्यो होइन 70 रुपियाँ 80 रुपियाँ 80 रुपियाँ बाँच्यो हो किट्स हेर्नुहोस् यसरी बोकेर जान्छु होइन यहाँ साबुनधरि हुन्छ हो साबुनधरि हुन्छ हो किट्स यसरी बोक्छु टोलधरि हुन्छ होइन के पऱ्यो भने मलाई यसो कालो हो यहाँले अब चाहिँ यहाँ राख्ने हो स्टार बोक्ने हो भाइको स्कुटी छ बोलाएको छु यहाँ अगाडि राखेर र त्यहाँदेखि टारमा पम्चर हालेर फेरि जाने लगाइस अब एकछिनबाट भेट्नेछौँ पढ हामी चाहिँ जाँदैछौँ यहाँ ओह्रालो टार भाइ आइदियो बनाइदियो धन्यवाद भाइ आयो अस्ति धन्यवाद पनि जाँदैछु दुःख चाहिँ यस्तै छ गाइस के गर्नु यो डेलिभर बोयको पैसा कमाउनु सजिलो छैन हो गरी खानु सजिलो छ अस्ति भने सबैजनाले त्यो माथिको पैसा मात्रै देख्छ पछाडिको दुःख चाहिँ कसैले देख्दैन त्यही भनेको बुझ्यो कस्टमरको गाली खानुपर्छ होइन हरेक कुरा सहनुपर्छ तर पनि अब देख्दैन पैसा मात्रै कमाएको देख्छ हो कि होइन लु भन त्यो त हो आजले भन्छ कमाउँदैछ यति कमाउँदैछ तर त्यो कसरी गर्दैछ अब हामीलाई नै याद छ क्या ब्याकएन्डमा हामी छौँ हो त्यही सानो टायर यहाँ पछि अगाडि भाइ नआइदिएको म बिजो हो दुःख चाहिँ दुःख छ है गाइस यो म त हो झस्रे मस्रे छ होइन आज कमाउने बेलामा यस्तो भइदिन्छ होइन अब के गर्नु गाडी हो गाडी घोडा हो माया लाग्छ कमाएर दिएकै छ होइन अहिलेसम्म अब के गर्नु कोही बेला हुन्छ गाडी घोडालाई पनि अब भने गाडी घोडाले बोल्नु सक्दैन भन्दैन होइन अब त्यस्तो हुन्छ है ओके हामी चाहिँ जाँदैछौँ टार यहाँ हेर्नु चाहिँ त्यो रिफ्युजी सेन्टरको ओह्रालो यहाँ मुनि चाहिँ चित्रे हो होइन तपाईँलाई थाहा छ यहाँ टुरिस्टको गाडीहरू जोड आउँछ अन्त हामी चाहिँ यसरी गएको छौँ दुईजना जाँदैछौँ ल गाइस अब त्यहीँ पुगेर म देखाउँछु ल म चाहिँ यहाँ ग्यारेजमा आइसकेँ चित्रेको यतापट्टि यो चित्रे यताबाट तल्लो चित्रे यता माथिल्लो चित्रे हो त ग्यारेज चाहिँ यहाँ छ एउटा हो तपाईँहरूले यहाँ तल्लो चित्रे र माथिल्लो चित्रेमा बस्नुभयो भने चाहिँ यहाँनिर बाइकको उयो ग्यारेज छ होइन हो यहाँनिर ग्यारेज मात्रै होइन यहाँनिर उयो स्टिकरहरू पनि गरिदिन्छ अन्त म चाहिँ अब यहाँ आएको छु हो यहाँनिर यहाँ छ टार चाहिँ यो उधर टार साला दुःख कमाउने बेलामा साला अब यहाँ आएको छु हालेर चाहिँ बनाउँछु ल अब उसले चाहिँ हालिदिँदैछ यो टार लोदरे टार फेरि नफेरि भएन यहाँ पछिको पनि गइसक्यो हो यहाँ न टार बनाइदिँदैछ हो बनाउनु थाल्यो टार एकखेप हावा हालेर चेक गरिदेऊ ल हालिदिँदैछ हालिदियो बनाइदिँदैछ यहाँ चेक गरिदिँदैछ टार चेक गरिदिँदैछ नभए चाहिँ रिस उठ्यो भने चाहिँ फेरि आयो यहाँ अघि बनाएको होइन एउटा गएको छैन चेक गरिदिँदैछ टार
कति चाहिँ काटी लगाइसकेको छु यहाँ त टायरमा पनि 7वटा कि 8वटा हिर्काइसकेको छु अन्त टायरले यो भोटे बस्तीको बाटोले चाहिँ मलाई बिजोग बनायो टायर बनाउँछ यहाँ अब अश्विनी हेलो सर अश्विनी सर चेकिङ यसै त्यही न्युमा ब्रेक सेक खोलेर सफा पनि गरिदिएँ छैन है ल गाइस फाइनली छैन रहेछ अब हावा हालेर त्यहाँ चाहिँ लान्छु यहाँ भाइले गरिदिँदैछ यो चाहिँ कति बजीसम्म खुल्ला हुन्छ हौ यहाँ चाहिँ 7 बजीदेखि बिहानको कति बजी खुल्ला 8 बजीदेखि गरेर चाहिँ 7 बजीसम्म बेलुका लु है गाइस इन्फर्मेसन दिएको छु होइन यहाँनिर चित्रमा अड्किहाल्नु भयो भने चाहिँ तल्लो चित्र मात्र यहाँ आउँदा आउँछ हालिदिँदैछ भयो है धन्यवाद बनाएर हिँडिसक्नु हो यहाँबाट यस्तो छ होइन अश्विनको होइन अब माथि गएर देखाउँछु ल बनाएर हालेर ल अब चाहिँ अब यहाँ हालिन्छ यो हाल्नुपर्छ पहिला यो थियो होइन ओ सरी यो पहिला तार पस्नु मानेन त यस्तो छ हालत गाइस किन अरूलाई मात्रै दिनु भनेर चाहिँ यस्तो छ अब चाहिँ स्टारको बनाइ ओ आफै बनाउनु पर्यो पस्यो हो देख्यो यहाँ सिसामा अर्को हाल्यो यो पस्यो चिज नटबाट हाल्नु पर्यो साह्रो छ जिन्दगी गाइस रेन्ज मामालाई मागेको थिएँ यो रेन्ज चाहिँ मेरोमा थिएन म यहाँ मामालाई मागेको धन्न रिफ्युजी सेन्टरमा चाहिँ धन्न मामाहरूकोमा थियो रहेछ र मलाई ढुक्कै भयो ब्रेक लगाउनु ब्रेक त लुज छ पुरै ब्रेक यहाँ गाइस अब ब्रेक लुज गरेको थिएन फेरि टाइट गर्नुपर्छ कस्नुको लागि ठिक गर त कम्ती छ छैन यसमा अब चेक गर हल्का मात्रै लाग्दैछ त गाइस आजकल त जडङ गुडुङ गर्दा पनि डर लाग्दो रहेछ हौ पाकिस्तानले इन्डियालाई दियो कि भन्ने टाइपको डर लाग्दो रहेछ के छैन हस् क्या होला यसलाई टाइट गरौँ न ब्रेक लगाऊ ल अब अलिकति त आयो मजाले लगाऊ है साह्रो छ साह्रो जोडले गरेन भने फेरि कहीँ फुत्ते निस्किदियो भने के गर्नु है
बुझिँदैछ नि एकछिन ल जिन्दगानी दर्पण छाया छै जिन्दगी चाहिँ ल लातले दियो क्या लातले दियो क्या यहाँ लातले ओराउनु हुँदैन त्यहीबाट हुन्छ एकछिन पर्खाए पक्रेको छु छोडा त ब्रेक टाइट गर्नु हावा 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 अगाडिमा प्रेसर कम्ती छ उयस मिल्यो ब्रेक टाइट भयो यतिको ठिकै छ भएछ के हेरेको त्यसमा मेरो र तपाईँकोमा त डिफ्रेन्स हुँदैन क्या हो अब म्याक्सिमम् त तपाईँले तानि नै सकेछ नि त्यो अब चाहिँ हामी अब बिदागरी लिने रहेछौँ यहाँबाट हो भइसकेछ हो गाडी पनि अहिले नै आइदिनु पर्ने भएको हो बल्ल बल्ल अब हत्तु हैरान यस्तो छ यो जिन्दगानी अब यो पुऱ्याउनु जानुपर्छ त होला जानु पुऱ्याएर आउनु आउँछु एक हेरी पनि हाल्यो है लास्ट हुन्छ होला हौ पानी छ बाङ्गो बाङ्गो छैन होइन कार बाङ्गो कहाँ छ छैन है उयो गर्नु त एकपल्ट ट्राफिक खै उयो गरेर कुदाउनु न छैन ब्रेक छँदै छ भएन अब हेर्नु त अब हेर्ने होइन म उयो चाप्छु कि हेर्नु न बाङ्गेको छैन न ठिकै कुद्दैछ ठिकै छ पर्खिनु ब्रेक लागेन गएर पुऱ्याएर आउनु सक्यो ल मेरो भ्लग आज यतिमै थियो होइन आजको दुःख थियो तर आजको दुःख र दर्दमा तपाईँको स्वागत थियो होइन तपाईँहरूले होप तपाईँले केही सिक्नुभयो होला हाम्रो सौरभ दाजुकोबाट होइन अन्त ऊ डान्डिया खेल्नु जाँदैछ अब ऊ डान्डिया स्ट्रिट फाइटर मेहनत गऱ्यो भने सबै हामीले सिक्यो भने सब कुरो जान्दछौँ बुझ्यौँ तर पैसा म जान्छौँ मेकानिकलाई खोज्छौँ तर हामीले पनि बनाउनु ट्राई गरेँ सक्छौँ सक्ने रहेछ अब यहाँ नै पनि तपाईँको यो टायर निकालेर लगेर बनाएर त्यसमा पङ्चर हालेर कमसेकम पनि अब मेकानिकले लियो भने अब हुनु उसको गरी खाने पनि बाटो हो बट अब यहाँ कति लिन्थ्यो कमसेकम 300 लिन्थ्यो होइन तर 300 रुपियाँ अब उसले सेभ गर्यो होइन अब त्यो 300 रुपियाँ कहीँ न कहीँ त काम लाग्थ्यो
सो या हियर इट इज वाट इट इज होइन म आफ्नो स्कुटीको चाबी लिइराखौँ हेलमेट लिइराखौँ नत्र फेरि कसैले लगिदिला हो सो या गाइज इफ यु लर्न समथिङ होइन देखेर पनि सिक्यो भने चाहिँ क्या धेरै जग्गा काम लाग्ने रहेछ अब आजको दिनमा दाजुले सिकिरहेको थियो रहेछ भनेर चाहिँ उयो गर्यो के भन्छ सिकिरहेको थियो रहेछ होइन आज उसलाई काम दियो नत्र उसले त पहिला मेकानिक ल्याएको थियो होला नि होइन सो या दिस इज इट यु निड टु लर्न इच एन्ड एभ्रिथिङ हियर सो द्याट इट विल गिभ यु काम चाहिँ लाग्छ कहिले न कहिले